नमस्कार, म हाल बङ्गलादेशको खुल्ना सहरमा आर्किटेक्चर इन्जिनियरिङ अध्ययनरत विद्यार्थी हुँ। अहिले बङ्गलादेशको ढाकामा भएको त्यो दुःखद घटनालाई लिएर नेपालमा रहनुभएको मेरो परिवार र साथीहरू निकै चिन्तित हुनुहुन्छ भन्ने मलाई थाहा छ। पछिल्लो समय ढाकामा घटेको त्यो एउटा दुःखद घटनालाई लिएर नेपालमा जुन किसिमको त्रास फैलिएको छ, हुन पनि त्यो घटना एकदमै हृदयविदारक थियो र दोषीले कारबाही हुनुपर्छ। तर म यहाँमा एउटा वास्तविकता जानकारी गराउन चाहन्छु भने मैले यही पछिल्लो समयमा निकै मेरो शुभचिन्तक मेरो साथीभाइहरूबाट कल पाएँ कि हामी यहाँ सेफ छौँ कि नै, कि कस्तो सिचुएसन चलिरहेछ भनेर। उहाँहरूमा म भन्न चाहन्छु कि ढाकामा त्यो भएको घटना एकदमै एउटा निश्चित ठाउँमा घटेको दुःखद संयोग हो। त्यो कुनै देशव्यापी हिंसा होइन अनि अहिले सिचुएसन पनि अन्डर कन्ट्रोल छ। म फिल्मी भएको एउटा नाताले भन्न चाहन्छु यहाँ कि यहाँको शैक्षिक वातावरण अझै पनि उत्तिकै राम्रो छ। अनि अन्य सहरहरूको बारेमा पनि भन्दाखेरि यहाँको जनजीवन एकदमै सामान्य छ। अनि हामी निर्धक्क भएर कलेज जान्छौँ, बजार जान्छौँ। त्यसपछि यहाँका स्थानीय मान्छेहरूले पनि हामीलाई एकदमै माया दिएका छन्, एउटा विदेशी विद्यार्थीको रूपमा सम्मान दिएका छन्। अनि त्यसपछि म यहीँ बसेर भन्न चाहन्छु कि हामी एकदम सुरक्षित छौँ। त्यो मैले आफै फिल गरेँ एउटा कुरा हो कि समाचार र अन्य सामाजिक सञ्जालमा अलिकति बढाइ-चढाइ गरेर भनिएका छन् कि त्यस्तो यस्तो, त्यो भ्रम छर्न सक्छ त्यो कारणले। अनि त्यही भएर मेरो विद्यार्थी साथीहरूसँग अनुरोध छ कि हल्लाको पछि लागेर आफ्नो शैक्षिक भविष्यलाई अन्योलमा नपार्नुहोला। अनि हामीले बङ्गलादेशमा पाएको त्यो जुन शिक्षा छ एकदमै राम्रो छ। अनि आमाबुवालाई पनि म यही भन्न चाहन्छु कि हामी यहाँ एकदमै सुरक्षित छौँ अनि कृपया चिन्ता नगर्नुहोला। धन्यवाद।